हेलो एभ्रिवान मिङ अङ्कलले भन्ने हिसाबमा मेरो नाम चाहिँ प्रियशिका हो है सो मलाई त्यस्तो खासै यसरी स्पिच दिनु या मोटिभेट गर्नु मान्छेलाई आउँदैन है सो म नर्मल बात गर्छु है मेरो यो जर्नी चाहिँ कसरी स्टार्ट भएको म तपाईँहरूलाई त्यो बारेमा बताउँछु है सो आफ्टर मैले सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेँ है यताबाट यहाँ 12मा साइन्स लिएर पढेँ अब प्योर साइन्स त्यो टाइममा कन्सेप्ट थिएन आइडिया थिएन है प्योर साइन्स एकदमै राम्रो भन्थ्यो सबैले साइन्स लिएर पढेँ त्यहाँदेखि डिप्लोमा फेरि यता दार्जिलिङको यहाँनिर हाम्रो के भयो त्यसलाई स्ट्राइक भयो स्ट्राइकले गर्दाखेरि मैले इन्जिनियरिङ जोइन गर्नु पऱ्यो है सो आफ्टर डिप्लोमा चाहिँ के भयो भन्दाखेरि चाहिँ म चाहिँ एउटा मतलब यस्तो ज्ञानी स्टुडेन्ट पनि एभरेज स्टुडेन्ट थिएँ राम्रै थियो मार्क्सहरू पनि राम्रै आउँथ्यो है त्यसले गर्दा चाहिँ मेरो के भयो भन्दाखेरि चाहिँ मैले बिटेक चाहिँ पाइनँ हाम्रो जिलेट एक्जामै भएन स्ट्राइकहरूले गर्दाखेरि अन्त चाहिँ मैले यता बिटेक नपाउँदाखेरि चाहिँ म एङ्जाइटीहरूमा बसेको थिएँ लाइक घरमै बस्थेँ अब सँगैमा अरू साथीहरूले गरिरहेको थियो कलेज है मलाई चाहिँ पुरा प्रेसर भइरहेको थियो एङ्जाइटीहरू हुँदै थियो अन्त त्यसले गर्दाखेरि चाहिँ मैले चाहिँ फर्स्ट फिटनेसमा मतलब रनिङमा रनिङहरू स्टार्ट गरेँ है मैले त्यति बेला मलाई थाहा थिएन कि मिङ अङ्कल रिम्बिक हो भनेर हामीले फर्स्ट रनिङमा एकपल्ट भेटेको पनि थिएँ है र बादमा थाहा पाउँदाखेरि चाहिँ मेरै पापाको साथी हुनुहुँदो रहेछ है मैले बादमा थाहा पाएँ र त्यतिकै मैले रनिङहरू स्टार्ट गरेँ त्यहाँदेखि चाहिँ के भयो भन्दाखेरि चाहिँ लाइक त्यतिकै कोभिडले गर्दाखेरि बन्द थियो त्यो टाइममा त्यहाँदेखि मैले भर्चुअल म्याराथन्सहरू स्टार्ट गरेँ है त्यसको बाद जब कोभिड बाद हाम्रो यो लकडाउन खोलिनु थाल्यो त्यति बेला चाहिँ लाइक माइन्डमा एउटा कुरा थियो कि हामीले 2007देखि रन गरेको होटेल त्यहाँनिर रिम्बिकमा त्यति बेला चाहिँ होटेल भन्थ्यो हामीलाई किनभने आइडिया थिएन अहिले चाहिँ हामीले होमस्टे भनेर रन गर्छ र 7देखि नै रन गर्दा चाहिँ यस्तो लाग्यो क्या त्यो टाइममा चाहिँ मलाई अब कताबाट मान्छे आएर है सन्दकफू गएको छ म त्यहीँको भएर गएको थिइनँ त्यति बेलासम्म म गएको थिइनँ 2020सम्म चाहिँ म गएकै थिइनँ सन्दकफू अन्त मैले सोचेँ कि लाइक अब चाहिँ लाइक म पनि जानुपर्छ एकपल्ट मैले आफ्नै जग्गा एक्सप्लोर गरेको छुइनँ है त मैले सोचेँ कि मेरो घरमा एउटा गेस्ट आएको थियो र मैले लोकल एकजना हाम्रो रिम्बिकै दालाई चाहिँ गाइडमा हालेको थिएँ र अचानक अनसर्टेन दाले जाउँ भन्यो अन्त मैले पनि सोचेँ कि यो मेरो एउटा अपर्च्युनिटी हो है मेरो आफ्नो एरिया घुम्ने सो म त्यति बेला गएँ क्या अन्त जाँदाखेरि मैले अब यस्तो दामी रहेछ हाम्रो जग्गा भन्ने कुरा चाहिँ मैले त्यति बेला मात्रै थाहा पाएँ र त्यति बेला के भने गेस्ट गाडीमा जाने भयो सन्दकफूदेखि फालुट मलाई त आइडिया थिएन त्यो रुट कस्तो छ म पनि गाडीमा चढेँ फेरि यस्तो सोचेँ अरे कस्तो दामी रुट रहेछ यो त गाडीमा गएर त म इन्जोय गर्नु सक्दैन यसलाई त एक्सप्लोरै गर्नु सक्दैन है सो मैले भने कि तपाईँहरू जानुहोस् गाडीमा म हिँडेर आउँछु सबैजना रिसाउनु भयो त्यसलाई गेस्ट पनि रिसायो प्लस गाइडदा पनि रिसाउनु भयो अब एक्लै केटी है त्यसरी बाटोमा होइन म रनिङ गर्दै भए पनि आउँछु तपाईँहरू किनभने म त्यति बेला पुरा रनिङ गर्दै थिएँ अन्त तपाईँहरू जानुहोस् म आइहाल्छु भने त्यहाँदेखि म गएँ त्यहाँदेखि बेलुका चाहिँ हामी त्यसको अगाडि राइड चाहिँ हामी आलमा स्टे गरेको थिएँ सो आलमा तोङबा ट्राई गरेको थिएँ त्यति बेला मैले सो आलमा बस्दाखेरि चाहिँ के भयो भन्दाखेरि त्यसलाई चाहिँ निकै गाइडहरू त्यहाँनिर थियो थुप्रो थियो है अन्त बाटोमा मैले एकजना गाइड भेटेँ अन्त उसको थ्रुबाट म उसँगसँगै गएँ तर के भयो भन्दा उसको गेस्ट पनि बिचमा बिमार भयो बाटोको बिचमै बिमार भएर उनीहरू त्यहीँबाट रिटर्न हुनु पऱ्यो अब एक्लै त्यहाँनिर मलाई केही आइडिया छैन जस्ट उसले भन्यो डाँडा हुँदै जाऊ भन्यो मलाई केही थाहा छैन रुटहरू सो म गएँ त्यहाँदेखि मैले बाटोतिर मान्छेहरू भेटेँ तर उनीहरू पुरा ढिलै हिँड्ने भयो त्यहाँदेखि हाम्रो जुन चाहिँ गाडीमा गेस्ट गएको थियो त्यो गाडी ब्याक भयो रिटर्न भयो अन्त भन्यो ड्राइभरले तिम्रो लागि त रुमै पाएको छैन छिटो जाउँ या त चितुवाहरू निस्किन्छ भने अब लाइक फर्स्ट टाइम एक्सपिरियन्स है डाँडा एक्लै कोही छैन वरिपरि अलिक डर पनि लाग्यो अन्त त्यहाँदेखि म कुद्नु थालेँ त्यहाँदेखि बाटोको बिचमा एउटा गाडी भेटेँ त्यहाँदेखि गाडीलाई मैले 100 रुपिस पे गरेर म त्यहाँबाट चाहिँ म फालुट गएँ त्यसलाई मलाई केही आइडिया थिएन कति किलोमिटरको डिस्टेन्समा म हिँड्दैछु कहाँ कुद्दैछु है मलाई त्यस्तो केही लाइक थाहै थिएन अन्त त्यति बेला त्यो टाइममा चाहिँ मैले त्यहाँदेखि म फालुटहरू गएँ है त्यति बेला मैले एक्सप्लोर गरेँ त्यहाँदेखि जस्तो म सन्दकफूबाट ब्याक घर आएँ त्यस्तै एउटा ग्रुप पाएँ मैले त्यो ग्रुप चाहिँ मेरै कजन दिदीहरू हुनुहुन्थ्यो अन्त अचानक बेलुका प्लान भयो कि आमाहरू पनि जानुहुने सो सबै फ्यामिली जाने मलाई नै गाइड गर भन्नुभयो त्यसलाई म केही त्यो सर्टिफाइड गाइड न मेरोमा गाइड कार्ड थियो न के थियो है केही थिएन अन्त आमाले भन्यो कि तैँले सक्छस् लैजान न त हामी पनि जान्दैछु घरकैहरू त हो भन्नुभयो अन्त मेरो फर्स्ट ग्रुप चाहिँ मेरै फ्यामिली हो सो मैले मेरो फ्यामिलीलाई लगेँ मेरो फ्यामिलीलाई लगेँ त्यति बेला त्यहाँदेखि त्यो कुरा चाहिँ मलाई रिम्बिकको दाहरू हुनुहुन्छ है प्रभु दाहरू हुनुहुन्छ सबैले चिन्नुभयो मतलब थाहा पाउनुभयो मैले लगेँ भनेर त्यहाँदेखि उहाँहरूले चाहिँ भन्नुभयो कि तिमी पनि यो फिल्डमा पस लाइक तिमीले पनि सक्ने रहेछौ गर्नु त्यसलाई चाहिँ मलाई आइडिया पनि थिएन कि यो फिल्डमा लेडी गाइड छ छैन मलाई केही थाहा थिएन सो त्यहाँदेखि त्यसको बाद चाहिँ मैले यो जर्नीमा त्यहाँदेखि मैले यसरी नै स्टार्ट भयो भनौँ न त्यहाँदेखि चाहिँ मैले एज अ गाइड गर्नु थालेँ है त्यहाँदेखि मलाई एक्सप्लोरिङ मन पर्नु थाल्यो त्यहाँदेखि म माउन्टेन्सहरूकोसँग अझै क्लोज हुँदै गएँ त्यहाँदेखि मैले लास्ट इयर मात्रै मेघालय पनि एक्सप्लोर गरेँ है अन्त सिक्किम त मैले बिटेक त्यहाँदेखि मैले त्यसको बाद आफ्टर 1 इयर त्यो बिचमा मैले जुत्ता दोकान पनि खोलेँ किनभने लाइक यति लाग्दो फ्रस्ट्रेट भइसकेको थिएँ है त्यो कोभिडको टाइममा कोभिड खोलिँदा मैले सु स्टोर पनि खोलेँ मैले त्यो पनि रन गरेँ अनलाइन है त्यसबाट पनि प्रफिट भयो त्यहीबाट मैले बिटेक गरेँ सिक्किममा चिसो पानीमा एसएसटी भन्ने छ कलेज त्यहाँनिर मैले बिटेक गरेँ र त्यो गर्दाखेरि मैले प्लस मैले अर्को स्टेटमा बिटेक पनि गरेँ प्लस मैले त्यहाँनिर एक्सप्लोर पनि गरेँ लाइक नर्थदेखि लिएर वेस्ट इस्ट सबै एक्सप्लोर गरेँ मैले सिक्किम जति सक्दो है त्यहाँदेखि सिक्किमको टुरिज्म देखेँ मैले अब सिक्किममा त यति डरलाग्दो टुरिज्म रहेछ मलाई त्यति चाहिँ हाम्रो जग्गामा छ जस्तै लागेन क्या
अन्त त्यहाँदेखि त्यसको बाद मैले मेघालय गएँ, मेघालय एक्सप्लोर गरेँ, मेघालयको मैले धेरै जग्गाहरू एक्सप्लोर गरेँ। त्यहाँदेखि रिसेन्टली यलबुङ एडभेन्चर क्लबमा मलाई बोलाउनु भयो, जहाँनिर चाहिँ मलाई दवा सरसँग भेट भयो। किनभने मैले त्यस्तो यहाँ यो फिल्डको ठुलो ठालो मान्छेहरू हुन्छ नि त्यस्तो केही भेटेको थिएँ, जस्ट म विथ द फ्लो गइरहेको थिएँ क्या। त्यहाँदेखि दवा सरसँग भेट भयो, त्यहाँदेखि दवा सरको थ्रुबाट लास्ट मन्थ मात्रै हामीले उत्तराखण्डबाट ट्रेक लिडर कोर्स कम्प्लिट गऱ्यो, जुन चाहिँ हामी लाइक हेनिफल सेन्टरबाट हो, जुन चाहिँ इन्टरनेसनली सर्टिफाइड उयो सेन्टर हो। र हामी चाहिँ अहिले लाइक यहाँ नविन्दा है हामी सँगै गएको थियौँ त्यहाँनिर। अन्त हामीले रिसेन्टली ट्रेक लिडर कोर्स पनि कम्प्लिट गऱ्यौँ है। अन्त म तपाईँको यता वेस्ट सिक्किमको गोचेला ट्रेकमा पनि गाइड गर्छु र मेरो भोलि पनि छ ट्रेक। अब यो सकेर चाहिँ म यहाँबाट यक्सुम गएर बेलुका भोलि चाहिँ मेरो ट्रेक स्टार्ट हुन्छ है। सो त्यसरी मेरो जर्नी चाहिँ यो फिल्डमा स्टार्ट भयो। सो केही तपाईँहरूलाई सोध्नु छ मलाई त्यस्तो त थाहा छैन, तर पनि तपाईँहरूलाई केही जान्नु छ भने सोध्नु सक्नुहुन्छ तपाईँहरूले। हजुर लाइक मलाई त्यस्तो लाग्छ क्या यो फिल्डमा बस्ने मान्छेहरूको हुन्छ नि लाइक यो ट्रेकिङ यो माउन्टेनियरिङ लाइक माउन्टेन लभर्सहरूको मान्छेहरूको सोच हुन्छ फाल्टै हुन्छ क्या। त्यो हामीलाई बाहिरतिर हिँड्दा केटीहरू एक्लै हिँड्दा अब अलिकति इन्सेक्योर फिल हुन्छ यस्तोहरू भन्छ क्या। मेरो फ्यामिलीहरू पनि डराउँछ कि अभियसली डराउँछ उनीहरू पनि है। लाइक मेरो फ्यामिली त भन्छ यो फिल्ड छोडेर अब कम्पिटेटिभ एक्जाममा फोकस गर है, अब तैँले बिटेक गरिरहेको छस् होइन, इन्जिनियरिङमै जा त्यस्तो भन्नुहुन्छ। लाइक म उनीहरूको मन राख्नुको लागि सिलगढी बसेर कम्पिटेटिभको लागि पनि प्रिपेयर गर्दैछु त्यस्तो होइन, म त्यो पनि गर्दैछु है। साइड बाई साइड म यो पनि गर्दैछु है, किनभने यसमा चाहिँ यो चाहिँ मेरो प्यासन हो नि त। मेबी अब फ्युचरमा मेरो यो प्यासनलाई मैले प्रोफेसन बनाउन सक्यो भने झन् राम्रो हो नि, किनभने यो मेरो इन्ट्रेस्टको फिल्ड हो नि त है। अन्त मैले त्यो गर्दैछु र यस्तो हुन्छ क्या उत्तराखण्डमा लास्ट टाइम जाँदा पनि त्यस्तै भयो क्या। उत्तराखण्ड यहाँतिर त एटलिस्ट आफ्नै लोकल दाजुभाइहरू हुन्छ है, उत्तराखण्ड भनेपछि अब एकदमै नयाँ स्टेट होइन। त्यहाँनिर हामी 16 जना थियौँ कोर्स गर्ने, त्यसमा पनि म एक्लै फिमेल थिएँ। र त्यहाँनिर पनि मैले के एक्सपिरियन्स गरेँ भन्दाखेरि चाहिँ लाइक जतिजना पनि थियो नि 15 जना केटाहरू कोही त्यस्तो थिएन क्या त्यो इन्सेक्योर फिल गराउने खालके। लाइक उनीहरूसँग गफ गर्दा पनि त्यही ट्राभलिङ रिलेटेड गफ हुन्छ नि, त्यो खालके त्यो फ्लर्ट गर्ने नभए हुन्छ नि अब लाइक नर्मल केटाहरूसँग त्यस्तो खालके केही सिनै भएन हुन्छ नि। त्यो उनीहरूको मेन्टालिटी र उनीहरूको थट्स नै डिफ्रेन्ट हुन्छ क्या। त्यसले गर्दा चाहिँ मलाई यो फिल्ड चाहिँ एकदमै मनपर्छ क्या। अन्त लाइक म मेरो प्यारेन्ट्सलाई पनि बहुत अब सम्झाउँछु क्या यो फिल्ड चाहिँ कतिको सिक्योर छ। अब हुन्छ नि लाइक फिमेल्सहरूलाई पनि त्यस्तो इन्सेक्योर फिल हुनै पर्दैन क्या, मलाई चाहिँ त्यस्तो लाग्छ। हजुर 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 या अभियसली त्यो त लाइक मलाई त्यस्तो लाग्छ क्या यो फिल्डमा चाहिँ लाइक गाइड अब हेर्नुहोस् ल तपाईँले एउटा गभर्मेन्ट जब लिनुभयो अरे है, अब केटीहरूलाई त्यही प्रिफर गर्छ अफिसमा बसेर काम गर्नु राम्रो भन्ने सोच्छ है सबैले। अब तपाईँको एउटा इन्कमको फ्लो हुन्छ अभियसली तपाईँले, तर त्यसमा चाहिँ के हुन्छ एउटा फिक्स स्यालेरी हुन्छ नि त तपाईँको है। तर यो फिल्ड चाहिँ तपाईँको अब यो चाहिँ एउटा बिजनेस फिल्ड भएको नि त होइन। यो बिजनेसमा चाहिँ तपाईँको यस्तो हुन्छ भन्दाखेरि लाइक जति तपाईँले 1 मन्थमा जति ज्यादा तपाईँले खट्नु सक्नुहुन्छ है तपाईँलाई त्यति ज्यादा बेनिफिट छ, मलाई चाहिँ त्यस्तो लाग्छ। त्यही सोच्नु भएको होला है तपाईँले। लाइक यस्तो हो नि त पर डे मिनिमम भनेको पनि है गाइडको अहिले हाम्रो एरियातिर चाहिँ मिनिमम 1000 रुपिस छ अब पर डेको हिसाबमा। र तपाईँले कति दिनको ट्रेक गराउनुहुन्छ अब त्यसमा तपाईँले नै आफै अब लाइक 1 विकको हजुर रिम्बिकमा हजुर, तर सिक्किममा चाहिँ अलिक ज्यादै दिन्छ हजुर विथ लजिङ। माथिको गाइड चाहिँ अब खास दार्जिलिङमा गाइडको चाहिँ 3500 हो 3500 हो। तर अब माथि माउन्टेनमा चाहिँ बेस्ड अन स्किल्ड हुन्छ नि त। जस्तै अब फरेनर घुमाउने गाइडको अर्कै प्राइसिङ हुन्छ होइन, अब फिमेल गाइडको अर्कै प्राइसिङ हुनसक्छ। अब त्यहाँनिर मान्छे कुन चाहिँ बेस्ड अन कस्तो खालको क्लाइन्टेल, अब कतिले त बाटो मात्रै देखाउने पनि त हुन्छ, उनीहरूलाई अरू जरुरत हुन्छ। कति अब बायोडाइभर्सिटी खोज्ने हुन्छ, कति बर्ड वाचिङ गर्दै जाने हुन्छ, कतिलाई माउन्टेनियरिङ नलेज बेस्ड अन क्लाइन्टको रिक्वायरमेन्ट हुन्छ प्राइसिङ हुन्छ। बेस्ट चाहिँ 1000 रुपिस। अब फुडिङ लजिङ चाहिँ गाइड लगेपछि गाइडले माथि त्यो अभाइलेबल भइहाल्छ क्या। तर अब दार्जिलिङको लागि चाहिँ प्रियसिका फर्स्ट गाइड होला। तर इफ यु जस्ट फलो इन्डिया हाइक्स अर एनी ट्राभल कम्पनी ट्रेकिङ पुरा छ फिमेल टुर लिडरहरू होइन। त्यसमा पुरै अब फेरि अब राम्रो राम्रो प्रोफाइलको छ टुर ट्रेक लिडरहरू फिमेलहरू नै गाइड्सहरू। यहीँ मात्रै अलिकति त्यो अब हाम्रो जग्गामा एउटा त्यो पहिला कोही गरेन, अन्त अब यहाँ बहिनीले गर्दाखेरि चाहिँ अब उयो भएको। तर अब यो फिल्डमा चाहिँ फेरि
गाइडको चाहिँ के भन्दा जस्तो अब इन टर्म्स अफ गाइड चाहिँ गाइड मात्रै होइन नि फेरि अब गाइड चाहिँ फ्युचर टुर अपरेटर हो सिम्पल हो अब उसको आफ्नो रिलेसन हुन्छ उसले आफ्नै अपरेट गर्छ उसले आफ्नै अब बिजनेस पनि चलाउन सक्छ साइड बाई साइड रेफरेन्स लिन्छ किनकि 6 दिन मान्छे कसैसँग हाइक गर्दाखेरि त रिलेसन बनिहाल्यो नि त्यहाँ त फ्युचरमा त त्यो मान्छेले त दार्जिलिङको बारेमा जे सोध्नु छ गाइडलाई सोध्छ नि टुर अपरेटरलाई कहाँ सोध्छ हो भेटेको पनि हुँदैन अन्त त्यो भएर चाहिँ फ्युचर अब गाइडको चाहिँ साइड इन्कम पनि धेरै हुनसक्छ बिसाइड्स गाइडिङ क्या अब त्यो इन्कम चाहिँ अब नर्मल देख्दैन तर आई थिङ्क गाइड चाहिँ अब एउटा फेरि अर्को चाहिँ गाइड चाहिँ अब एम्बेसेडर हो दार्जिलिङको एउटा एम्बेसेडर पनि हो अन्त त्यो भएर पनि हुन्छ अब धेरै कुराले गर्दाखेरि चाहिँ गाइड चाहिँ अब एकदमै राम्रो लाग्छ इन्कम तपाईँले भन्नुभयो नि द्याट अलिक स्किलको हिसाबमा चाहिँ अब त्यो पेमेन्ट हुन्छ भनेर सो त्यो अब हाइएस्ट पेड गाइड हुनुको लागि चाहिँ वाट काइन्ड अफ स्किल्स इज रिक्वायर्ड अनि वाट इज स्टपिङ अस हाम्रो यहाँको उसहरूले चाहिँ अब जस्तै यहाँ भाइले भने होइन के गर्नुपर्छ होला टु गेट द्याट स्किल जस्तो भाइले भने ल्याङ्ग्वेज गाइड अब फ्रेन्च जापानिज डिफ्रेन्ट त्यसको डिफ्रेन्ट प्राइसिङ हुन्छ हो अब कतिलाई बर्ड वाचिङ गाइडै हो नि त अब एउटा म पहिला इभेन्ट होटलमा काम गर्दा म एक्टिभिटी डिपार्टमेन्टमा काम गर्थेँ मैले कमसेकम 35जना केटाहरू छ मसँग काम गरेको होटलमा सुभाष सुब्बा भन्ने अहिले गोवाको हायत होटलमा म्यानेजर पनि छ अब मैले अब त्यो भाइहरूले लगेको केटा जिम कर्पोरेटमा काम गर्थ्यो मिकमा भन्छ घुममा हो एकदमै अब साई खालको केटा चाहिँ बोल्दैन त्यो भाइले चाहिँ जिम कर्पोरेटमा सिकेको बर्डिङ वाइल्ड लाइफ चाहिँ सफारीहरू अहिले घुममा आएर सबसे ठुलो बर्ड वाचिङ अपरेट गर्छ उसकोमा 15वटा गाडी 16वटा गाडीको त्यो बर्ड वाचिङ गराउँछ क्या अब उसको त फेरि पर डे हुँदैन नि त उसले त गाडी स्टे डल्लै उसले बुक गर्छ हुनु चाहिँ बर्ड वाचिङ गाइडै हो तर अब बर्ड वाचिङको चाहिँ हाम्रो अब डिफ्रेन्ट भयो सेगमेन्टै डिफ्रेन्ट हो नि त त्यसको लागि त धेरै दिन आएर बस्दो रहेछ 4 दिन 5 दिन 6 दिन अब कुन चाहिँ बर्ड कुन सिजनमा कहाँनिर स्पट हुन्छ उसलाई थाहा हुन्छ होइन उनीहरू कम्युनिटिज हुन्छ अन्त त्यो बर्ड वाचिङ माउन्टेनियरिङको अलग्गै भइहाल्यो हो अब हामी जस्तो हाइकिङ गर्दैछौँ अहिले म गाइडै हो हाइकिङ गाइड गर्छु मेरो आफ्नै प्रडक्टबाट हाइक गराउँछु कसै ल्याङ्ग्वेज गाइड हुन्छ होइन त्यसमा छ नि सेक्टर बेस्ड अन त्यो हो त्यो पार्ट एक्जामिनेसन पनि हुन्छ तर पर्टिकुलरली थाहा छैन मलाई चाहिँ इन्डिया टुरिज्मले गर्छ त्यस्तो के होला अलिकति त्यो गर्नुपर्छ त्यो गऱ्यो भने चाहिँ अब जस्तो भाइहरूको ठुल्ठुलो कम्पनी अब उहाँहरूको कम्पनीले चाहिँ बेस्ड अन अब ब्याकग्राउन्ड हेर्छ नि त सर्टिफिकेसन हेर्छ होइन अब ठुल्ठुलो होटल्समा जब पाउनु लागि त मान्छेले हेर्छ नि त कुन स्टडी त्यस्तो खालको काम हो भने चाहिँ अब त्यो लेभलको सर्टिफिकेसन गरेर झन् राम्रो हो यसमा अपर्च्युनिटी पुरा छ सर्टिफिकेट डिमान्ड हुन्छ क्या त्यही हजुर गाइड गरेर गाइड मात्रै चाहिँ जस्तै मैले आज मेरो फर्स्ट ग्रुप मैले एकजना एउटा मेरो लाइक अहिलेसम्म जस्ट गाइड मात्रै गर्दै थिएँ मैले अरूको ग्रुप डिल गर्दै थिएँ आज मैले मेरै आफ्नै ग्रुप मैले सन्दकफू पठाएको छु एकजना है सो त्यसरी बढ्दै म सी इज द गाइड कम टुर ट्रेक अपरेटर अब भोलि दिन धन्दा सुरु उसका अब घोडा दिन सबै दिन राख्छ नि उसले अब घोडाको पनि राख्छ त्यहाँ स्लिपिङ ब्यागको पनि राख्छ टेन्टको पनि राख्छ हो त्यही बिस्तारै बिस्तारै सिक्दैछु बिस्तारै बिस्तारै आई थिङ्क अब सबै अब एन्सर चाहिँ कम्प्लिट भयो होला अब चाहिँ बहिनीले हिसाब लगाइसक्यो टट ए यति चाहिँ